इन्कम कति देखाउनु पर्छ अस्ट्रेलिया, क्यानाडा र युके जान चाहने स्टुडेन्टले? फाइनेन्शियल डकुमेन्ट के चाहिन्छ आज म तपाईँलाई डिटेलमा भन्नेछु। अस्ट्रेलियाको कुरा गर्ने हो भनेदेखि तपाईँले एनुअल इन्कम 25 लाख रुपिस देखाउनु पर्ने हुन्छ यदि तपाईँ ब्याचलर्स प्रोग्राम पढ्न जान चाहनुहुन्छ। र यो इन्कमको तपाईँको 1 वर्षको ट्याक्स क्लियरेन्स र 1 वर्षको ब्याङ्क स्टेटमेन्ट भने कम्पलसरी रहेको छ। साथसाथै तपाईँको कतिवटा युनिभर्सिटीले 2 इयरको पनि ब्याङ्क स्टेटमेन्ट माग्ने गर्दछ, 2 इयरको ट्याक्स क्लियरेन्स पनि माग्न सक्छ। सो अहिलेदेखि नै युनिभर्सिटी चुज गर्ने र डकुमेन्टहरू प्रिपेयर गर्दै गर्नु होला। अर्को कुरा क्यानाडाको गर्ने हो भनेदेखि क्यानाडामा तपाईँको फाइनेन्शियल डकुमेन्ट अस्ट्रेलिया जति गाह्रो छैन। तपाईँको ट्याक्स क्लियरेन्स चाहिँ कम्पलसरी रहेको छैन, तर देखाउँदाखेरि चाहिँ राम्रो नै हुन्छ। साथसाथै तपाईँको ब्याङ्क स्टेटमेन्ट चाहिँ मिनिमम 4 मन्थ चाहिँ हजुरको आवश्यक पर्ने गर्दछ र जति धेरै भयो त्यति नै राम्रो र सपोर्टिभ पनि हुन्छ। युकेको कुरा गर्ने हो भनेदेखि एनुअल इन्कम आवश्यक पर्दैन युके जानको लागि। युकेको लागि तपाईँले इन्टरभ्यूमा चाहिँ भन्नुपर्ने चाहिँ हुन्छ, तर एनुअल इन्कम भने छुट्टै देखाउनु पर्ने हुँदैन। तर यी तीनवटै कन्ट्रीमा तपाईँ पढ्न जाँदै गर्दाखेरि तपाईँसँग ट्युसन फी छ र तपाईँसँग लिभिङ कस्ट छ भनेर देखाउनु पर्ने हुन्छ। त्यो चाहिँ यदि तपाईँहरूसँग सेभिङ्स छ भने सेभिङ्स र त्यसको ब्याङ्क स्टेटमेन्टबाट पनि देखाउन सकियो, होइन भनेदेखि तपाईँले एजुकेसन लोनको थ्रुबाट पनि देखाउन सक्नुहुन्छ। अब यी जस्तै कुन प्रोग्राम पढ्ने, कुन युनिभर्सिटी राम्रो, मेरो लागि कुन डेस्टिनेसन राम्रो, आइएल्स पढ्ने वा पिटी पढ्ने, धेरैवटा क्वेरी छ भने हामीलाई फलोअप गर्नुहोस्। र 9845299686 मेरो वाट्सएप नम्बर हो। कुनै पनि इन्क्वायरी भएमा आज नै तुरुन्त हजुरले मलाई सम्पर्क गरेर सोध्न सक्नुहुन्छ, त्यो पनि घरै बसेर। काठमाडौँमा र बुटोलमा हुनुहुन्छ भने तपाईँ हाम्रो अफिस लोकेसन भिजिट गर्न सक्नुहुन्छ।